आज चाहिँ म सिटीभन्दा अलिक भित्री गाउँमा आएको। यो ठ्याक्कै गाउँ चाहिँ साँच्चै नै गाउँ जस्तै रहेछ। यो चाहिँ हाम्रो गाउँघर जस्तै फिल हुने घरहरू पनि त्यस्तै। त्यसैले गर्दाखेरि म अहिले यहाँलाई एउटा कुरा देखाउन लागिरहेको छु। सायद यहाँहरूको लागि यो नौलो हुनसक्छ, पक्कै पनि यहाँले मन पराउनुहुन्छ भन्ने लाग्छ मलाई। यहाँले सुन्नुभएको होला यो गल्फकन्ट्रीमा चाहिँ सबैभन्दा बढी मात्रामा चाहिँ खाने एउटा खानेकुरामध्ये चाहिँ एउटा यो खानेकुरामध्ये एउटा खजुर। अहिले म एउटा खजुरको बोटमा आइपुगेको छु। म यो खजुर कस्तो हुन्छ भनेर यहाँलाई जिज्ञासा हुनसक्छ। ओके, खजुर म देखाउन लागिरहेको छु यहाँलाई। हेर्नुहोस् त, खजुर लट्ठमा फलिरहेको छ। हेर्दै खाउँ लाग्दो, हेर्नुहोस् त, खाउँ लाग्दो। अहिले यो घामको लाइटले अलिक राम्रो देख्नु होला, त्यही पनि यहाँलाई म ल्याउने कोसिस गरिरहेको छु। अहिले लट्ठमा फलिरहेको छ, हेर्दै खाउँ लाग्दो। त्यसले गर्दाखेरि म पनि यो बोटमा आइपुगेको छु। यो बोटमा आइपुग्दाखेरि चाहिँ यस्तो मजाले फलिरहेको छ। हेर्नुहोस् त, यहाँ पछाडि यहाँले देख्न सक्नुहुन्छ। पछाडि हेर्नुहोस् त, बाफ्रे बाफ्रे। ल, यहाँलाई चाहिँ खजुर कस्तो हुन्छ, कसरी फल्दो रहेछ भनेर यहाँलाई थाहा नहुनसक्छ। खजुर चाहिँ यसरी फल्दो रहेछ नि, यस्तो मजाले फल्दो रहेछ क्या। हेर्नुहोस् त पुरा। त्यसले गर्दाखेरि खजुर हेर्नु होला है यहाँलाई, खजुरको बोट यस्तो हुन्छन्। ल, यहाँलाई यो भिडियो कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला। धन्यवाद।